नमस्कार मित्रहरू, आज म तपाईलाई अझै छ हनुमानले उठाएको सञ्जीवनीको पहाड भन्ने बारेमा धार्मिक टिप्स दिन गइरहेको छु र तपाईले त्यो टिप्स लिनुभन्दा पहिला तपाईले यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र छेउमा रहेको बेललाई पनि दबाउनुहोला। रामायणमा लक्ष्मणको प्राण फिर्ता ल्याउन हनुमानले सञ्जीवनी बुट्टी भएको पर्वत नै उठाएर ल्याएको प्रसङ्ग सबैले सुन्दै पढ्दै आएको। सञ्जीवनीलाई एक चम्किलो प्रकाश र विचित्र गन्ध भएको बुट्टी मानिँदै आएको छ। भनिन्छ सञ्जीवनी पर्वत आज पनि श्रीलङ्कामा छ। श्रीलङ्कामा रुमासला पर्वतको नामले चिनिएको यस पहाड यहाँको सुन्दर ठाउँ मध्ये एक हो। श्रीलङ्काको दक्षिणी समुद्री किनारमा यस्ता केही ठाउँहरू छन् जसलाई हनुमानले ल्याएका पहाडहरूको टुक्रा झरेको र निर्माण भएको मानिँदै आएको छ। जहाँ जहाँ यी टुक्रा खसे त्यहाँको जलवायु र माटोमा परिवर्तन आयो। अझ रोचक कुरा त यी खसेका पहाडमा भेटिने रुख बिरुवा श्रीलङ्काको अन्य भागमा पाइने बिरुवा भन्दा बिल्कुल फरक छन्। रुमासला पछि सबैभन्दा महत्त्वपूर्ण ठाउँ हो रीतिगाला। जब हनुमानले सञ्जीवनीको पहाड उठाएर ल्याए त्यसको एक टुक्रा रीतिगालामा खस्यो। श्रीलङ्काको एलिया सहरदेखि 10 मिटर टाढा रीतिगाला बगैँचामा हनुमानले उठाएको पहाडको अर्को भाग झर्यो। सुन्दा पत्यार लाग्दैन, तर यस ठाउँको माटो र बोट बिरुवा पनि वरपरको भन्दा निकै फरक छ। आदरणीय मित्रहरू, यस्ता विविध टिप्सहरू म लिएर फेरि पनि आउनेछु। तपाईँले यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र छेउमा रहेको बेललाई पनि दबाउनुहोला। हवस् त, नमस्ते।